हेलो गाइज, वेलकम ब्याक। तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। सो फाइनली गाइजहरू आफ्टर लङ टाइमपछि फेरि पनि म आएको छु गाइजहरू। सो फाइनली गाइजहरू अझै हामीले त किचनतिर आएको छौँ। हामीले चाहिँ खाना यहाँ बनाउँदैछौँ। सो फाइनली आज चाहिँ हाम्रो छुट्टी थियो गाइजहरू। हाम्रो चाहिँ यता चाहिँ चाउचाउ पाक्दैछ, करेन्ट चाउचाउ। अनि हाम्रो यता कुकम्यान कुन गेम हो त? यो क्यान्डी क्रस हन्डी। अनि हाम्रो यता चाहिँ खाना पाकिसक्यो भन्दा पनि ततायो। अनि यता दाल हाम्रो चाहिँ यो चाहिँ राति नै पकाएको खाना थियो कि, अनि त्यो तताएर हामीले चाहिँ खानुपर्ने हुन्छ गाइजहरू। अनि यता रहेको चाहिँ हाम्रो तरकारी नि छ। अनि यता चाउचाउ पाक्दैछ गाइजहरू। आज छुट्टी थियो, त्यही भएर यहाँ खाना बनाउँदैछौँ हामीले चाहिँ गाइजहरू। हाम्रो पाक्दैछ यता। अनि यता चाहिँ हाम्रो कुकम्यान। फाइनली हाम्रो चाहिँ खाना नि ततिसक्यो। अब चाहिँ हामी खानेछौँ गाइजहरू। यता रहेको छ हाम्रो दाइको, अनि यता मेरो। हाम्रो खाना चाहिँ यस्तै हो, के गर्नु, गाउँघरकै जस्तो होइन त। गरिबको खाना यस्तै हो होइन त। अब चाहिँ खान्छौँ हामी साथीहरू। अनि यता चाहिँ चाउचाउ नि छ हाम्रो आज। चाहिँ हामीले खानुपर्ने हुन्छ। कत्रो स्पेसियल छ? साथीहरू अब हामी खाना खान्छौँ। कस्तो रहेछ दाइ खाना? खाना कस्तो रहेछ? के खाना खाना त अब मिठो खाना नमिठो पनि मिठै हुन्छ। फाइनली गाइजहरू हामीले खाना खाएर नि आइसक्यौँ यता। अनि आज कहाँ जाने प्लान छ त तपाईँको? भन्नुहोस्, जनता जान्न चाहन्छ यहाँ? जानुपर्छ अब कहीँ कतै मिलाएर जानुपर्छ। मिलाएर अझ मिलाएर टाइमिङ मिलाएर। अब बाहिर निस्क्यौँ भने बाहिर यस्तो घाम छ, यहाँदेखि रुम जान नि सकिँदैन, तालु खुइलिसक्यो। जाने भनेको सानो सिधा सिधा चाहिँ अलिअलि सिधै हाल्दो रहेछ। मेरो सबै खुइलिसकेर घामले तालु खुल्किने भयो। अब कि घाम सुरु भयो, अब यता बाहिर हेर्नै सकिँदैन। ओ माई गॉड, यस्तो छ लास्ट गर्मी छ। बेसी घाम ताप्नु, फेरि घाम ताप्ने रहेछ नि बुढोले यहाँ। ताप्नुपर्ने हुन्छ हामीले। त्यस पछाडि लास्ट गर्मी छ है। गर्मी 40-45 डिग्री त अहिले नै पुग्यो होला। जुन जुलाईमा त कति पुग्ने हो थाहा छैन। यस्तो छ जिन्दगी। 50% डिग्री पुग्ला। अहिले चाहिँ हामी यहाँ मार्केट छिरेर टक्क हाम्रो यता बार्गेनिङ हुँदैछ। ल भन्नु त दाइ, कुन रे तपाईँको फेभरेट सानैदेखि? फेभरेट चामल यो लङ रेन्ज। ए तैँले भिडियोमा हावा नभन्नु न। यता आउनु न यता। अघि यो भन्नुहुन्थ्यो, अहिले यो रे। हाम्रो यहाँ चामलको बार्गेनिङ हुँदैछ। आलु खाने बाहिर पनि पेडा दागिदिनु पर्छ कि। अघि चाहिँ यो भन्थ्यो, अहिले चाहिँ फेरि यो देखायो। यो तपाईँ हावा हुनुहुँदो रहेछ यार दाइ। के भन्ने भन्? हेलो हेलो गाइस, गुड इभिनिङ सबैलाई होइन। हिजो अस्ति विगत 4-5 दिनदेखि नेपालबाट होइन एकजना भाइ आइरहेको थियो यता अबुधाबीको चाइना क्याम्प भन्ने ठाउँमा। ऊ यता आएर चाहिँ अहिले हराएको अवस्थामा अहिले हामी उसलाई फेला पार्दैछौँ होइन। बल्ल बल्ल यताउता लोकेसन होइन, कन्ट्याक्ट नम्बर पत्ता लगाएर उसलाई आज भेट्ने कार्यक्रम भन्दैछ। त्यही भएर आज 1-2जना केटाहरूलाई चाहिँ यसो साइडमा लिएर आइरहेको छु, किनकि यहाँ एकदम गुन्डा लाग्छ होइन। अनि आज चाहिँ अब त्यो भाइलाई भेट्नलाई यसो मेसो मिलाउँदैछौँ है। अब अहिलेको लागि यसो वेट गर्दै गरौँ। आएपछि यसो भिडियो खिचेर हजुरहरूले
तपाईँहरूलाई देखाउने म प्रयास गर्दैछु है त। ल अहिलेको लागि यतिकै वेटमा बस्दै गर्नु। ल गाइज हामीले चाहिँ त्यो केटालाई देखिसक्यौँ होइन, उसले चाहिँ हामीलाई देखाएको छैन। हामीले चाहिँ उसलाई अब यसो के अरे हामीलाई ढुँड्नको लागि होइन, हामीले यहाँ उसलाई प्र्याङ्क गर्दैछौँ होइन। उसले हामीलाई खोजिरहेछ तर हामीले उसलाई देखिसकेको छ होइन। यो रुखको बिचबाट होइन तिनीहरू आउँदैछ ऊ क्याब लगाएर होइन। अब उसलाई म प्र्याङ्क गर्दैछु, उसले खोजोस् भनेको। यो भाइ फेरि अगाडि गएर ऊ फेरि अब थोबाट देखाइहाल्यो फेरि। ओ लुले रे ऊ हात हल्लाइ होइन, पुरै दिइरहेको छ। मुस्कान हेर्न मुस्कान यसको तेरी हाइट 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 केटोको मुस्कान हाइट। अब दिनभरिको काम यति त होइन आजको घुम्ने केटाहरू आउँदैछन् हामीलाई देख्ने बित्तिकै पुरै मुस्कान दिइरहेको छ होइन। ओहो क्याप आमा हो आमा के हो यस्तो। ल काले लिएर आइज है, काले मिल्दियो। ल अब हाम्रो केटाहरूसँग फाइट के अरे जुदाउन लाउनुपर्छ ए बुढा रहेछ हो। कुटेर छैन नि तिमीलाई झन्। ल ल केटाहरू आयो आहो आहो आहो। ल कहाँबाट केटाहरू यहाँ आएर भेटघाट हुन्छ है। गाह्रो छ परदेशी जिन्दगी यो तपाईँको सोब्रा पिरेको चोब्रा। सो फाइनली गाइजहरू हामी चाहिँ अहिले किचन छिरिरहेको अवस्था। यो 1 नम्बरको काम छ सिल्ली मान्छे। धनियाँ पखालेर ल्याउ न भने ल्याउँदैन। 1 नम्बरको फटा बन्यो। सो फाइनली हाम्रो चाहिँ यता खाना पाक्दैछ भर्खरै ठ्याक्कै। हाम्रो चाहिँ यतादेखि यता। सो फाइनली गाइजहरू हाम्रो चाहिँ खाना पनि टक्क लगाएर रेडी भइसक्यो सरर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 
हाम्रो खानासाना सबै रेडी भइसक्यो। फाइनली साथीभाइहरू अहिले चाहिँ हामी खानासाना खाएर नि रुममा आइसकेको अवस्था। सो हाम्रो रुम तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ, एकदम 10 जना बस्ने रुम हाम्रो यस्तो छ साथीहरू। अनि हाम्रो यता झुसे दाइ के छ हौ झुसे दाइ? यता रहेको छ अनि हाम्रो झुसे दाइ तपाईँहरू देख्न सक्नुहुन्छ। सो गाइजहरू त्यही आजको दिन नि गइसक्यो, फेरि 4 बजी नै उठेर भोलि हिँड्नुपर्ने हुन्छ। अहिले चाहिँ खानासाना खाएर हामी चाहिँ आइसक्यौँ। अनि हाम्रो झुसे दाइ चाहिँ नुहाएर नि आइसक्नु भएन? अलि हेरेर हिँड्नु क्या, हेरेर अलि त्यही छ कपी यहाँ छ हौ। अलि हेरेर हिँड्ने छैन अब के भयो। सो फाइनली गाइजहरू, सो आजलाई चाहिँ भिडियो यति नै। तपाईँहरूलाई के कस्तो लाग्यो सो एक सब्सक्राइब गरिदिनु होला, यही भन्न चाहन्छु। बाई बाई सबैजनालाई, फेरि अर्को भिडियोमा भेटौँला है त, बाई बाई।